जिउँदै मर्दै अघि देखेर। यो बिचमा मेरो श्रीमतीलाई पनि यहाँ बोलाउन चाहन्छु। सहयोगबाट अलिकति सहयोग गर्नुहुन्छ। उहाँ पनि राम्रो सिङ्गर हो खासमा। हाम्रो युकेमा रहेका मगर युवा सङ्घका साथीहरूले र दीपक थापा मैथाने मगर मक युथ चेयरम्यान उहाँले मुख्य भूमिका खेल्नु भएको छ। लालुपुर मगर मक प्रेसिडेन्ट उहाँ मगर सङ्घ युकेको चाहिँ अध्यक्ष हुनुहुन्छ। विशेष गरी म युकेमा भएको दीपक थापा मेरै नाम गरेको मैथाने मगर उहाँलाई धन्यवाद दिन चाहन्छु। मैले धेरै कोसिस गरेर युकेबाट मलाई जुन चाहिँ सहयोग पठाउनु भएको छ त्यो एकदमै म त्यसमा चेकबोर्डमा पनि छ। हाम्रो नेपाली रुपियाँ चाहिँ 6,38,177 रुपियाँ 50 पैसा चाहिँ उहाँहरूले चाहिँ सङ्कलन गरेर पठाउनु भएको छ। मैले सबैजनाको नाम लिन सकिनँ किनभने हाम्रो समय पनि छोटो छ। यो हामी सामाजिक सञ्जालमा पनि पोस्ट गरिदिन्छौँ। दीपक थापा मगरज्यू जे होस् मलाई आफूलाई त्यो भयो जस्तो लागेको छैन किनभने मेरो पनि स्पिरिटहरू चाहिँ छ अझ बढ्छ। यो गर्दा किन यो हुनुको मतलब चाहिँ किनभने यो त तपाईँहरूको सहयोगले नै मलाई यो बलियो बनाएको हो। महासचिव आज हाम्रो यो प्रथम पूर्ण बैठकमा हाम्रो गायक तथा सङ्गीतकार दीपक थापा मगर आउनु भएको छ। उहाँ तपाईँ हामी एउटा भेट हुने सौभाग्य पनि मिलेको छ। उहाँको बारेमा पनि छ धेरै तपाईँ हामीले अध्ययन गर्नुपर्ने र उहाँ चाहिँ लामो समयदेखि दुवै मिलमा चाहिँ फेल भएको कारणले गर्दाखेरि युकेमा रहेका हाम्रो मनकारीज्यूहरूले चाहिँ यो सहयोग सङ्कलन गरेर आज तपाईँ हाम्रै लोभरमा हस्तान्तरण गर्नुपर्छ है भनेर चाहिँ उहाँहरूले पठाउनु भएको थियो। र हाम्रो कलाकार तथा फुटबल खेलाडी सोना थापा मगर पनि आइसक्नु भएको छ। उहाँले चाहिँ क्यास लिएर आउनुभएको छ भने हामीले फ्ल्याक्स ब्यानर र चेक बोर्ड बनाएर ल्याएका छौँ। यही सन्दर्भमा तपाईँ हामी थोरै समय दिन सकिन्छ र तपाईँहरूले पनि दिनुहोला भन्दै म यो मनकारीहरूको यहाँ चाहिँ जुन 105वटा जति जुन नाम लिस्ट छ उहाँहरूको नाम पनि यहाँ वाचन गर्न चाहन्छु। किनभने उहाँहरूले के भन्नुभएको थियो भने यहाँहरूको सबैको माझमा मनकारीहरूको नाम लिइदिनु भयो भने अझै प्रोत्साहित हुने थियो भन्नुभएको छ। साथी सङ्घका अध्यक्ष नन्द घती मगरज्यू तपाईँ जहाँ हुनुहुन्छ हाम्रो कलाकार यहाँ आउनु हुँदाखेरि हजुर पनि आइदिनु होला। र सांस्कृतिक उपाध्यक्ष पनि हुनुहुन्छ। चेकबोर्ड यहाँनिर छ। त्यसै गरी हाम्रो निवर्तमान अध्यक्षज्यू पनि हुनुहुन्छ। उहाँ पनि यहाँ उपस्थित भइदिनु होला। सल्लाहकार रत्न राणा मगरज्यू पनि हुनुहुन्छ। उहाँ पनि यहाँ सहभागी भइदिनु होला। र उहाँले छोटो 2 मिनटको केही कुराहरू पनि राख्ने कुरा गर्नुभएको छ। सुनौँ उहाँको कुरा पनि। र एउटा सकि नसकी पनि एउटा गीत गाइदिन्छु भन्नुभएको छ। विदेश जानु मायालु तिमीलाई भन्ने गीतहरू उहाँको चर्चित गीतहरू छ। चेकबोर्ड पाइसक्यो भाइ? चेकबोर्ड उहाँको धर्मपत्नी पनि आइदिनु भएको हुन्छ। हजुर पनि आउनु होला दीपक थापाको। किनभने हामी सबै मगर समुदाय हो। हजुरलाई पनि चिन्नुपर्छ। हजुरले पनि हामीलाई सबैजनाले चिन्ने मौका पनि पाउँछ। आइदिनु होला। दीपक थापा मगर पनि आउनु होला। उहाँ नै हुनुहुन्छ हाम्रो आदरणीय कलाकार हाम्रो सम्पत्ति लाइनमा बसिदिनु होला। र यहाँको अपरेटर स्टाफको हुनुहुन्छ। एकछिन आइदिनु होला। यहाँको साहुजी यो साउन्ड बक्स हेर्ने साहुजी पनि आइदिनु होला एकचोटि। हाम्रो सांस्कृतिक उपाध्यक्षले खोजिराख्नु भएको छ। यो हस्तान्तरण गर्ने तरिका तपाईँहरूलाई पनि थाहा होला। हस्तान्तरण गर्नु होला। र सायद यहाँ हाम्रो क्यामेराम्यान हाम्रो पत्रकारज्यूले पनि लाइभ गरिदिनु होला। र दोना भाइको पनि आफ्नै लाइभ लिएर आउनु भएको रहेछ। र यो हस्तान्तरण कार्यक्रम गरिदिनु होला।
अहिले दिपक थापा मगर डोना थापा मगरसँग क्यास छ। हाम्रो अध्यक्ष रक्षारेखा मगरज्यूले चेक हस्तान्तरण गर्नुहुन्छ भने डोना थापा मगरज्यूले क्यास हस्तान्तरण गर्नुहुन्छ। त्यो बोर्डमा लिएर गायत्री राणाज्यू र काम सहयोग गर्नु होला। सबैजना सहभागी भइदिनु। र यो अहिले युके हाम्रो मगर एसोसिएसन युथ भन्ने छ। हाम्रो युकेमा रहेका मगर युवा सङ्घका साथीहरूले र दिपक थापा मैथाने मगर मक युथ चेयरम्यान उहाँले मुख्य भूमिका खेल्नु भएको छ। लालुपुन मगर मक प्रेसिडेन्ट उहाँ मगर सङ्घ युकेको चाहिँ अध्यक्ष हुनुहुन्छ। हिरा आले मगर पनि हुनुहुन्छ। किशोर राणा मगर, निरञ्जन श्रेष्ठ, दीप राणा, अनिल थापा मगर, सनी राणा थापा, भीम महेन्द्र गुरुङ, अनिता राणा स्विडेन, गुणबहादुर थापा, रेशम थापा, मेघ राणा, राम गलामी, नेत्र थापा, हेमा राणा, टप पल्ली, पवन राणा हाम्रो सांस्कृतिक सङ्घका कलाकार हुनुहुन्छ। निर्मल थापा, भीम मगर भल्गु, सङ्गीता मगर, गञ्ज बहादुर आले, शेर थापा, यहाँहरूले चेक हस्तान्तरण र क्यास पनि हस्तान्तरण गरिदिनु होला र लाइभ फोटो पनि गरिदिनु होला। र डी राणा, विजेन्द्र गुरुङ, नरपुन, दिपु थापा, सम्पुन, गोमा राणा, जी गौतम, मदन राणा, दिनेश थापा मगर, तेज राणा मगर, प्रकाश जी कौचा, अनिल मल्ल, गोविन्द राणा, मणि थापा, पी राणा, चन्द्र सुनार, तारा थापा मगर, दिलु थापा मगर, विमल सलामी मगर, बम गुरुङ, निर्मला थापा, ईश्वर गोर्बजापुन, विष्णु मगर, गहन थापा, डिएमके थापा, हाम्रो मर्टेज र एसई किचन लिमिटेड उहाँहरू सबैजना मनकारीजीहरूले चाहिँ यहाँ हामीलाई जम्मा चेकबोर्डमा पनि छ। हाम्रो नेपाली रुपियाँ चाहिँ 6,38,177 रुपियाँ 50 पैसा चाहिँ उहाँहरूले चाहिँ सङ्कलन गरेर पठाउनु भएको छ। मगर युवा सङ्घको युकेको अध्यक्ष दिपक मैथानेज्यू लगायत सम्पूर्ण मनकारीज्यूहरूबाट चाहिँ यति रकम सहयोग गरेर 6,38,177 रुपियाँ 50 पैसा सहयोग गरेर चाहिँ हामीलाई पठाउनु भएको छ। यो चाहिँ हाम्रो मक डोनेसन समरी रिपोर्टमा के छ भने उहाँहरूको तर्फबाट 6,38,177 रुपियाँ 50 पैसा चाहिँ मगर सङ्घ केन्द्रीय समितिको रोबरमा आदरणीय दिपक थापा मगरज्यूलाई चाहिँ हस्तान्तरण गर्ने भनेर चाहिँ उहाँहरूले पठाउनु भएको छ। र अहिले डोना थापाको तर्फबाट क्यास हस्तान्तरण गर्नुभयो भने नेपाल मगर सङ्घ केन्द्रीय समितिको अध्यक्ष रक्षाबहादुर राईका मगरको तर्फबाट चेकबुक सहित हामी सबैको रोबरमा यति रकम हस्तान्तरण गरियो। र नेपाल मगर सङ्घ केन्द्रीय समितिको तर्फबाट लाखौँ मगरहरूको तर्फबाट युकेमा रहेका सम्पूर्ण मनकारीज्यूहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिँदै हाम्रो बिरामी अथवा मृगुला पीडित हुनुहुन्छ दिपक थापा मगरलाई पनि नेपाल मगर सङ्घ केन्द्रीय समितिको तर्फबाट उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँलाई यी हाम्रो थोरै 2 मिनट समय दिनु होला। उहाँले गीत पनि गाउनुहुन्छ र केही कुरा पनि राख्नुहुन्छ। हाम्रो समय त छैन, तथापि उहाँले यति महत्त्वपूर्ण समय लिन आउनुभएको छ। हामीले त्यति समय दिँदा केही फरक लाग्दैन हो जस्तो लाग्छ। दिपक थापा मगरज्यू हजुरले थोरै 2 मिनटको समय दिनु होला। मैले सबैजनाको नाम लिन सकिनँ किनभने हाम्रो समय पनि छोटो छ। यो हामी सामाजिक सञ्जालमा पनि पोस्ट गरिदिन्छौँ। दिपक थापा मगरज्यू अब बोल्नु त हामीले त्यति साह्रो आउँदैन है, हाम्रो गाउने मात्रै हो। तर पनि अब कुरा मिलेर भन्नु पऱ्यो। विशेष गरी म युकेमा भएको दिपक थापा मेरै नाम गरेको मैथाने मगर उहाँलाई धन्यवाद दिन चाहन्छु। मैले धेरै कोसिस गरेर युकेबाट मलाई जुन चाहिँ सहयोग पठाउनु भएको छ त्यो एकदमै म त्यसमा खुसी छु। र जति हाम्रो मगर छ उहाँहरूलाई पनि एकदम धन्यवाद। र यसरी मलाई यहाँसम्म आएर तपाईँले मेरो भनौँ न मान बनाउनु भयो, त्यो नै सबैभन्दा ठुलो कुरा हो। यति नै हो खासमा त कुरा होइन। अब जस्तो अहिले मैले उयोसँग फाइट गर्दैछु मृगुला
सँग होइन रोगसँग जे होस् मलाई आफूलाई त्यो भयो जस्तो लागेको छैन किनभने मेरो पनि स्पिरिटहरू चाहिँ छ अझ बढ्छ त्यो गर्दा किन यो हुनुको मतलब चाहिँ किनभने यो त तपाईँहरूको सहयोगले नै मलाई यो बलियो बनाएको हो त्यस कारण मलाई एकदम म सक्छु यो जित्नु सक्छु त्यो लडाइँ अब हेरौँ जति सक्दो भगवान्को कृपाले भएछ भने किड्नी नै फेर्न नपरोस् त्यो नै जाति होस् भन्ने चाहिँ म आशा गर्दछु अन्त भएन भने त अब फेर्नु त पर्ने नै हो होइन त्यसको लागि तपाईँहरू सहयोग सबैलाई एकदम धन्यवाद छ हजुर ए अनि हाम्रो डोना फुटबल प्लेयर उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि उसको चाहिँ अब मेरो विशेषसँग उनीहरूको चाहिँ कुरा भइरहेको थियो र आज मैले प्रत्यक्ष उनीलाई पनि भेट्नु पाएँ एकदमै खुसी छु यो बिचमा मेरो श्रीमतीलाई पनि यहाँ बोलाउन चाहन्छु अनि सहयोग मलाई अलिकति सहयोग गर्नुहुन्छ उहाँ पनि राम्रो सिङ्गर हो खासमा जिउँदै मर्ने यो दीपक देखेर धन्यवाद धन्यवाद यहाँ सबैलाई अब सकि नसकि गाएँ योपालि है त्यसको लागि माफी चाहन्छु धन्यवाद